नमस्ते सबैमा। आज हामी कुष्ठरोगको बारेमा केही जानकारी लिन गइरहेका छौँ। कुष्ठरोग मानिसको छाला र नसामा प्रभाव पार्ने एक सरुवा रोग हो, जुन माइकोब्याक्टेरियमलाई परिणामी ब्याक्टेरियाले गर्दा हुने गर्दछ। कुष्ठरोग श्वास-प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको 2 देखि 5 वर्ष वा सोभन्दा बढी अवधिमा रोग देखा पर्दछ। केही चिन्ह तथा लक्षणहरू: शरीरमा छुँदा थाहा नपाउने रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरको अन्य भागमा दुख्ने वा नदेखिने गिर्खाहरू देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुनु, नसा सुन्निनु, दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पुरै बन्द नहुनु, आँखी भाउ झर्नु वा पातलो हुनु, हत्केलाको मांसपेशी सुकेर जानु र हात गोडाका औँलाहरू बाङ्गो हुनु र कमजोर हुँदै जानु। कुष्ठरोग सम्बन्धी केही भ्रम तथा तथ्यहरू: संसारबाट कुष्ठरोगको अन्त्य भइसकेको छ? होइन। विश्वभरका 120 भन्दा बढी देशहरूमा कुष्ठरोगका लगभग 2 लाख नयाँ केसहरू रिपोर्ट भएका छन्। कुष्ठरोग अति सङ्क्रामक रोग हो? होइन। कुष्ठरोग एक प्रकारको कम सङ्क्रामक रोगहरूमध्ये एक हो। उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसँग नजिकको सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्न सक्दछ। हात मिलाउने जस्ता सामान्य क्रियाकलापबाट कुष्ठरोग सर्दैन। कुष्ठरोग पूर्ण रूपमा निको हुँदैन र यो रोग लागेमा अपाङ्गता हुने निश्चित छ। होइन, बहुऔषधि उपचार पद्धतिबाट 6 देखि 12 महिनाको अवधिसम्म 3 प्रकारका औषधिहरूको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमा नै कुष्ठरोगको निदान भएमा अपाङ्गता पनि हुँदैन। विश्व स्वास्थ्य सङ्गठन मार्फत यी औषधिहरू निशुल्क उपलब्ध भइरहेका छन्। कुष्ठरोगबाट बच्ने उपायहरू: संवेदना हराएको छाला, दाग सुन्निनु वा स्नायु दुखाइ जस्ता लक्षण देखिनासाथ चाँडोभन्दा चाँडो रिपोर्ट गर्नु। स्वास्थ्य संस्थामा तुरुन्त गएर चिकित्सकीय सेवा लिनु। चिकित्सकले तोकेको बहुऔषधि उपचार पूरा अवधि रूपमा प्रयोग गर्नु। कुष्ठरोगका लक्षण, चिह्न तथा उपचार सम्भव छ भन्ने विषयमा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गर्नु। केस पहिचान अभियान र सम्पर्क व्यक्ति पहिचानमा सक्रिय सहभागिता हुनु। कुष्ठरोगको छ ओखति, सामाजिक लाञ्छना र विभेदमुक्त चुनौती। धन्यवाद।